गाइस वेलकम टु माई न्यू भ्लग है। आज चाहिँ म बाहिर निस्केको छु। आज छुट्टी थियो र भ्लग बनाउनु पर्छ भनेर आएको। हिजोसम्म पानी परिरहेको थियो, आज चाहिँ अलिक रहेको छ र बाहिर निस्केको। त्यही पनि धेरै चिसो छ यार आज। अनि त्यसैले यसो भ्लग बनाउनु पर्यो भनेर बाहिर निस्केको। धेरै चिसो छ, यो बाहिर निस्किसक्नु छैन रहेछ। अनि धेरै उ छ क्या त्यो पानी अहिले चाहिँ सुक्यो। हिजो त आमामा पानी यस्तो परेर होइन, पानी परेर त्यो यहाँ त फेरि पानी पर्ने बित्तिकै त अनि यस्तोसम्म हुँदो रहेछ। यो त पुरै भरिँदो रहेछ नि त यहाँ त। अनि यस्तो हालत बिग्रेको थियो हिजो होइन। लास्टै समस्या थियो। अनि हिजो ड्युटी जाँदाखेरि पनि लाग्यो होला समथिङ 1.5 घन्टा 2 घन्टा, आधी घन्टा 15 मिनटमा पुग्नुपर्ने ठाउँमा 1.5 घन्टा समथिङ 2 घन्टा लाग्यो होला। अनि पानी परेपछि यहाँ सानो 1.5 घन्टा, 1.5 घन्टा 2 घन्टा पानी पऱ्यो भने पनि पुरै डुबिहाल्दो रहेछ कि सम्म हुँदो रहेछ कि पानी छिरेर। गाडीहरू हिजो चाहिँ यस्तो भइरहेको थियो कि। अनि त्यो कारणले गर्दाखेरि आज चाहिँ म चाहिँ यसो यो भ्लग बनाउनु पऱ्यो भनेर निस्केको। हजुरहरूलाई आजको मौसम कस्तो छ भनेर देखाइदिनु पऱ्यो दुबईमा भनेर। म बस्ने ठाउँ चाहिँ जेब्लाली हो होइन। जेब्लाली यो लाल क्याम्प भन्दो रहेछ। अनि यहाँको मौसम हिजो चाहिँ अलिक उ थियो, आज अलिक राम्रो छ। आज अलिक पहिलाभन्दा अलिक राम्रो छ। हिजो 2 दिन लगातार हिजो बेलुका त पानी आएन। अस्ति बेलुका र अस्तिको दिन आएकोले आमा लास्टै पारिदियो क्या त्यसले, लास्टै नै। त्यो कारणले गर्दाखेरि हेर्नु न के चरा भन्छ यिनीहरूलाई, हाम्रोतिर त के भन्छ यसलाई, गिद्ध परेवाहरू छ होइन। रम्बल घारी छ। म चाहिँ त्यहाँ जाँदैछु गसरीमा चिया खानुको लागि। अब चिसो छ, चिया खानु पर्यो भनेर जाँदैछु। ओके गाइज, नेक्स्ट भ्लगमा भेटौँ न है।